Hey guys, welcome back to new video. म चाहिँ आज यता तल बाजेलाई छोड्न आएको थिएँ भैँसकुर अनि म चाहिँ यहाँ चाहिँ लास्टै बवाल भ्यू देखेर चाहिँ म चाहिँ भ्लग बनाउन आँटेको। यहाँ चाहिँ भ्लग चाहिँ लास्टै नै राम्रो आउँछ क्या सायद भ्यू चाहिँ मस्तको गरेको छ भ्यू चाहिँ अनि तपाईहरुले पनि देख्नुहुनेछ। यहाँ चाहिँ म चाहिँ अनि यो चाहिँ तल के भन्छ नि यसलाई यसले चाहिँ तल बरगदीको नजिकै हो भनौं बरगदीको नजिकै हो। यहाँ चाहिँ ड्याम छ अनि म चाहिँ भोक लागेर फाक भइसकेको के पेटमा मुसा दौडिरहेको छ हो भोकले अनि गएर चाहिँ थोरै नास्ता गर्छु अहिले चाहिँ किनभने म चाहिँ अलि टाढै छु नि त अनि म चाहिँ मेरो बाइक चाहिँ त्यहाँ छ अनि हेलमेट पनि त्यही छ। हेलमेट चाहिँ खतरा बनाएको छु के मैले ए राम्रो हेलमेट तर देखिन्छ। अनि यहाँ चाहिँ उपारिनु गाई भैँसीहरू चराउन आउनु भएको छ। यता पनि गाई भैँसीहरू चराउनु भएको छ। पारी चाहिँ हाम्रो चाहिँ छमिया मतलब बहनजी है उधर को हो भाइ। यहाँ चाहिँ लास्टै बवाल सिन आएको छ हेर्नुस् त यस्तो मस्तको भ्यू छ यहाँनिर यस्तो मस्तको। अनि मैले चाहिँ के भन्छु भने तपाईहरुलाई मलाई मेरो भिडियोलाई चाहिँ साथ सपोर्ट अनि माया सब गरिदिनु होला अनि शेयर सब्स्क्राइब गरिदिनु होला किनभने चाहिँ मेरो चाहिँ सानैदेखि युट्युबर बन्ने सपना थियो। म चाहिँ त्यो सपनालाई पुरा गर्नको लागि चाहिँ म रोज भिडियोहरु एउटा भ्लग हाल्ने छु साथीहरु किनभने चाहिँ मेरो चाहिँ युट्युबर बन्ने चाहिँ सानैबाट चाहिँ मेरो फेभरेट सपना थियो। अनि जिम गर्छु बडी बनाउँछु अनि एउटा युट्युबर भ्लगर बन्छु भन्ने चाहिँ ठूलो सपना थियो। मैले जिमको इच्छा त पुरा गरे अब चाहिँ बारी छ भ्लगको अनि म चाहिँ तपाईहरुलाई चाहिँ मेरो जिमको भिडियो चाहिँ म त्यो पनि पोस्ट गर्ने छु तर तपाईहरुले चाहिँ पहिला यसमा चाहिँ मलाई साथ सपोर्ट दिनुपर्छ किनभने चाहिँ मलाई चाहिँ दुखी लाग्छ के अहिले चाहिँ भिडियो हाल्दा चाहिँ मेरो सब्स्क्राइबर्स रोकिएको देखेर चाहिँ गाइस तपाईहरुले चाहिँ मेरो भिडियोलाई चाहिँ साथ सपोर्ट माया चाहिँ दिनुपर्छ है त गाइस किनभने चाहिँ मलाई पनि ठुलो एउटा युट्युबर बन्ने सपना छ गाइस हैन। यहाँ चाहिँ मस्तको सिन आएको हुनाले चाहिँ म भ्लग बनाउन आँटेको थिएँ। म चाहिँ भोकले भएको छु के अब चाहिँ गएर ती चाउमिन खाने हो अनि बल्ल पेटलाई ठाउँमा ल्याउने हो। बिहान फेरि उठेर जिम जानु पर्ने हुन्छ मलाई चाहिँ किनभने 3 दिन 4 दिन भइगयो मैले जिम छोडेको पैसा पनि दिएको छैन अझै त्यहाँ उमा जिममा। अहिले चाहिँ पहिलाको चाहिँ दिएको थिएँ अहिले 20 को चाहिँ रोकेको थिएँ अहिले फेरि पैसा चाहिँ महिना पुगेको छ 3 महिनाको चाहिँ लडिदिन्छु अनि फेरि मजाले गर्छु। तपाईहरु चाहिँ यो गाउँको चाहिँ को हुनुहुन्छ तपाईहरुकोमा चाहिँ भ्लग आउँछ भने चाहिँ मेरो गाउँ हो भन्नु होला है त। अहिलेलाई चाहिँ भिडियो यति म तपाईहरुलाई चाहिँ यो कुरा चाहिँ भन्छु है त मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला गाइस। अहिले चाहिँ बाइ बाइ।